नमस्ते साथी, सन्चै हुनुहुन्छ? तपाईलाई अनु खनालको विचारशाला पोडकास्टमा स्वागत छ। आजको यस नयाँ एपिसोडमा मैले अन्तर्वार्ता लिएर आएको छु, त्यो पनि सञ्चारकर्मीको। सङ्खुवासभा जिल्लाको तामकुमा जन्मेर सङ्खुवासभाको सदरमुकाममा बसेर सञ्चारकर्ममा रमाइरहनुभएका सञ्चारकर्मी ध्यान कुलुङसँगको अन्तर्वार्ता तपाईले आजको यस विचारशाला पोडकास्टमा सुन्न सक्नुहुन्छ। ल अब तयार हुनुहुन्छ होइन त? सँगै बसेर सुनौ है त उहाँलाई। तपाईलाई पोडकास्टमा स्वागत। थ्याङ्क यू अनुजी। तपाईको धेरै कुराहरू जान्न मन छ। तपाईले चाहिँ आफ्नो जीवनमा पत्रकारिता पनि पेशा हो, यो कर्मलाई निरन्तरता पनि दिन सकिन्छ भनेर कसरी थाहा पाउनुभयो? थाहा पाउन थालेको चाहिँ धेर भएको छैन। हामी त रेडियो मात्रै सुने मान्छे हो होइन। यो रेडियोभित्र चाहिँ कसरी मान्छे पसेर बोल्या होला जस्तो लाग्थ्यो। हाम्रो जिल्लामा पनि रेडियो खुल्यो, खाँदबार एफएम सामुदायिक रेडियो, हाम्रो जिल्लाकै पहिलो रेडियो। त्यहाँ बोल्न पाए हुन्थ्यो भनेर धेरै लाग्यो, हार गुहार गरियो, अवसर पनि पाइएन। हरेक हिसाबले अब त्यो बेला धेरै चाहना राख्ने, बोल्न चाहना राख्ने हामी यस्तो धेरै थिए होला। पछाडि अर्को फेरि रेडियो खोल्यो, खुलिसके पछाडि चाहिँ त्यहाँबाट हो मैले काम सुरु गरे चाहिँ। र सुरुमा हामीले लगभग पारिश्रमिक बिनै पनि धेरै समय काम गर्यौं होइन। यो सिक्नकै लागि हो भन्ने हिसाबले पनि। पछाडि 5-7 वर्ष काम गरिसके पछाडि चाहिँ म मिडियामा लागेको लगभग 5-7 वर्ष नै लाग्यो कि यो सञ्चार क्षेत्रमा काम गरेर पनि जीविका चलाइन्छ भनेर थाहा पाउनलाई चाहिँ त्यति नै लाग्यो। टिचर मात्रै जागिरी देखा हो, यो जागिर चाहिँ टिचर मात्रै हो भन्ने लाग्थ्यो होइन। अरू त देखा होइन नि त, प्रशासन क्षेत्रको अर्को सुरक्षा क्षेत्रको जागिर हामीले देखेका थिएनौँ। त्यो अवस्था हो तपाईलाई भनिएको चाहिँ। यो रुचि रहेछ के तपाईले भने जस्तै अघि अब टिचर मात्रै जागिरी भनेको यता चाहिँ सञ्चार क्षेत्रमा जागिर तिर भन्ने खालको चाहिँ यो रुचि रहेछ। कामले काम सिकायो, कामले काम सिकाए पछाडि यहीबाट पनि जिन्दगी चल्छ भन्ने थाहा पाएपछि चाहिँ यसैलाई पेशा बनाइएको हो। सुरुमा त सञ्चारको लागि रेडियो नै थियो होइन, जो चाहिँ जसलाई सुनेर तपाईले चाहिँ ओहो म चाहिँ यतातर्फ लाग्न चाहन्छु भन्ने जस्तो के इन्स्पिरेसन कोही हुनुहुन्छ? धेरै टिभी त हाम्रो पहुँचमा थिएन होइन। अनलाइन पनि त्यो बेला थिएन। पत्र पत्रिका त गाउँतिर आउने कुरै भएन, सदरमुकाममा पनि निकै थोरै आउँथ्यो। हाम्रो गाउँमा त आउने कुरै भएन। अब रेडियो नेपाल त्यो बेलाको पाण्डव सुनवार होइन, अर्को चाहिँ हाम्रो वासुदेव मुनालहरू होइन, अनि अर्को साहित्यको कार्यक्रम चलाउनु हुने हाम्रो नवराज लम्साल हो। नवराज लम्साल उहाँहरूको कार्यक्रम सुनिन्थ्यो। पछाडि चाहिँ कान्तिपुर आयो, कान्तिपुरमा हेम सुवेदीहरू भए होइन, अनि अम्बिका प्रधान सबिना कार्कीहरू हुँदै आइसके पछाडि चाहिँ यी हाम्रा अग्रजहरूको कार्यक्रमहरू सुनेर चाहिँ यसरी बोल्न पाए हुन्थ्यो भनेर लाग्थ्यो। हाम्रो आइडल भन्दा लगभग उहाँहरू नै होला जस्तो लाग्छ। सञ्चार कर्म छ नि, जसरी हामीले एउटा सोच्छौँ, इमेजिनेसन गर्छौँ, हिजो तपाईले सुरु गर्दा र हाल गरिरहनु भएको अवस्थामा चाहिँ के कस्ता परिवर्तनहरू रहेछन् र सुन्दा कस्तो र गर्दा कस्तो फरक अनुभूति पाउनुभयो? धेरै फरक नै। सुन्दा त फाइन होइन, हरेक कुरा चाहिँ चट्ट मजाले यो भित्र के छ भन्ने कौतूहलता पनि हुने होइन। त्यो बेला हामी त अझ केटाकेटीमा त बुवाले भोटमा हाम्रो चाहिँ भारी बोक्न जाने चलन थियो क्या त्यो बेला। भोटमा चाहिँ टिबेट हो। अनि उहाँहरूले ल्याउनु भएको थियो डेल्टन के भन्ने रेडियो थियो, हामीले त्यो फुटाएको थियौँ क्या मान्छे हेर्नलाई त्यो भित्रको होइन। अनि त्यसरी फुटाएपछि गाली पनि खाओ, कुटाइ पनि खाओ गरे हामीलाई होइन। त्यो अवस्थादेखि आफै बोल्दाखेरि त धेरै फरक हो। अर्को कुरा टेक्नोलोजीको कुरा गर्ने भने पहिला जुन टेक्नोलोजी थियो अहिले त धेरै परिवर्तन आइसकेको छ र आउनु पनि पर्छ होइन। रेडियोलाई पनि डिजिटलाइज गर्न सक्यो भने चाहिँ राम्रो हुन्छ। नभए परम्परागत तरिकाले नै चल्ने हो भने चाहिँ रेडियोलाई अहिलेको डिजिटल मिडियाले चाहिँ लगभग पछाडि पारिसकेको छ। यो चाहिँ रेडियो सञ्चालकहरूले बुझ्नु पर्यो र म्यानेजमेन्टले पनि बुझ्नु पर्यो। पछि त्यस्तो केही सुझाव छ जसले चाहिँ रेडियोलाई अथवा यो क्षेत्रलाई चाहिँ अझ प्रभावकारी बनाउन सकिन्छ? रेडियो त अडियो माध्यम हुने, रेडियो चाहिँ अडियोको माध्यम हो। अडियोलाई अहिलेको प्रविधिमा सहज तरिकाले कसरी सुन्न सकिन्छ भन्ने तरिकाले चाहिँ सोचियो भने चाहिँ अझै पनि रेडियो चाहिँ हेरेरै बस्ने भन्ने मात्रै भएन नि त, सुन्ने पनि अझै छन्। तर त्यसलाई अहिलेको चाहिँ टेक्नोलोजीलाई आत्मसात गरेर चाहिँ जानु पर्यो। जस्तो अहिले पनि अब रेडियो खोलिरहेछ नि, सोलुखुम्बुमै पनि गत 1.5 वर्ष अगाडि नै 1000 वाटको चाहिँ रेडियो खोलिरहेछ। यसले के देखाउँछ भने रेडियो अझै हुन्छ भन्ने देखाउँछ क्या। मात्रै प्रविधिलाई आत्मसात गरेर जानु पर्यो, त्यति हो कुरा। ध्यान कुलुङको परिवार त ठुलै भइसक्यो जस्तो लाग्छ मलाई। सञ्चार क्षेत्रमा तपाईले धेरै सदस्यहरू आफ्ना आफन्तहरू कमाउनु भएको छ। अलिकति पारिवारिक कुरा गर्दाखेरि सञ्चार कर्मीलाई परिवार धान्न धौधौ नै हुन्छ भन्ने सुनिन्छ होइन। धेरै कमाउने सञ्चार कर्मी पनि देखेका छौँ र साँच्चै नै धौधौ परेको सञ्चार कर्मी पनि देखेका छौँ। अनि यो कुरा चाहिँ ध्यान कुलुङको जीवनमा कतिको चरितार्थ हुन्छ? त्यो हजुरले भने जस्तै दुईटै कुरा छ के, धौधौ पनि छ होइन, ठिकठिकै
पनि छ भन्ने हो। फेरि यो चाहिँ आफ्नो लाइफ स्टाइलले पनि गर्छ क्या। कमाइ चाहिँ 10 रुपियाँ छ, खर्च फेरि 20 रुपियाँ भयो भने त्यो त भएन नि त। लाख कमाउनेले पनि त्यो तरिकाले गर्यो भने त त्यो त ब्यालेन्समा भएन नि त। ध्यान खुलुङले चाहिँ हिजो सिक्दै थियो, आज अब पर्फेक्ट हुने प्रयासमा छ, अभ्यासरत छ। त्यस कारणले पनि यो जीविकोपार्जनमा सहजता छ भन्ने बुझ्न सकिन्छ। अवश्य पनि सिप चाहिँ बिल्डअप गरियो भने होइन त्यही अनुसारको पारिश्रमिक पाइन्छ क्या। हाम्रो सिपको चाहिँ पैसा दिने हो क्या। सम्भवतः भएको मलाई पनि त्यही नै हुनुपर्छ अहिले सहज छ भन्नुको मतलब। पोडकास्ट सुनिरहनु भएको जो हुनुहुन्छ उहाँहरूको लागि चाहिँ ध्यान खुलुङ चाहिँ यो हो भनेर चिनाउँदा चाहिँ कसरी चिनाउनुहुन्छ? ध्यान खुलुङ एक कुशल सञ्चारकर्मी भनेर भन्दा हुन्छ। नयाँ प्रविधिलाई आत्मसात गर्नुपर्छ है भन्ने खालको सञ्चारकर्मी भनेर बुझ्दा हुन्छ। आजको यो बसाइको हामी अन्तिम चरणमा छौँ। हाम्रो तपाईँको व्यस्त समयको बावजुद हामीलाई समय दिनुभयो, आफ्ना अन्तरकुन्तरका कथा व्यथा सुनाइदिनु भयो। धेरै धेरै धन्यवाद। थ्याङ्क यू भेरी मच। थ्याङ्क यू अनुजी। यतिन्जेलसम्म तपाईँले पोडकास्ट सुनिदिनु भयो, धेरै धेरै धन्यवाद। अनि तपाईँलाई यो पोडकास्ट सुनेर सल्लाह सुझाव प्रतिक्रिया भए तपाईँले मलाई anukhanaal19@gmail.com मा आफ्नो सल्लाह सुझाव प्रतिक्रिया दिन सक्नुहुन्छ। अर्को एपिसोडमा नयाँ विषयवस्तुका साथमा फेरि उपस्थित हुने नै छु। त्यतिन्जेलसम्मका लागि म बिदा हुन्छु। हवस् त, नमस्ते, फेरि भेटौँला।